यहाँ उबर नआउने भयो अरे यो एरियामा त्यही भएर अब ट्रेनबाट जाने प्लान लिइरहेको छ कुकुरो जाने लाइन भयो हुन्छ कुन चाहिँ लाइन हो यहाँ खोजेको यति धेरै मान्छे कि म त हिँड्नु नै सकेन बाटै भएन लगेजले Sister, we managed to get inside and quite easy. Well done. We are doing good so far. Nobody talks in the train in Japan. Very slowest यतै भयो यहाँ यहीँ भनेको के अब यहाँ बोलाउनु पर्छ नि बाई हजुर भाइ के गरिरहेछ त हामीहरू हामी टोकियोमा आइपुग्यौँ भित्र स्टेसन भनेर अब हामी भाइ उसले भनेबाट त भने होला यहाँ यहाँ जाने यता त हराउँछ इजरायल प्लेस्टेसनलाई अनि अब हामी स्प्लिट भयौँ अब हामी हिँडेर जान्छ हामी 10-15 मिनट 10-12 मिनट होला दौड्नु भाइ दौड्नु भ्याउँछ यो त एडभेन्चरस भयो नि त हाम्रो त तपाईँलाई के लाग्छ अब घरवालाले रङ एड्रेस पठाए अनि त्यसपछि अनि हामीले रङ एड्रेस हाल्यो 3टा एड्रेसमा पुग्यो घरवालाको एड्रेस अर्को केटीहरू चाहिँ 33 मिनट टाढा छ हामी चाहिँ 10 मिनट अर्को टाढामा गए आखिर हामीले के भयो प्रब्लम के भयो अरे या त यो अर्का घर हो या त यो हाम्रो यो 1 बेडरुम अपार्टमेन्ट छ यो हामी 5 जना कहीँ पनि कुनै बेला हामी सुत्न सक्दैनौँ यहाँ सुत्नु पर्यो 101 होइन होइन हाम्रो त्यहाँ त्यसमा 101 घर पनि छ 101 हो त 101 नै खोलेको छ त हामीले के हामी एड्रेसै रङ आयो कसो घर आउँछ एड्रेस पनि राइट आएको छ घर पनि दिएको छ त घर त फोटो दिएछ त फोटो दिएछ त घर सामान राखेर यो त क्यान्सल गर जसरी हो यो त मिल्दै मिलेन यो त घर पनि कस्तो कस्तो लागेको छ मलाई न झ्याल छ न बाल्कुनी छ न केही छ घरै हेर्नु यो त एकजना सुत्ने ठाउँ मात्रै हो के माथि छ कि यसको तपाईँसँग थाहा होइन गऱ्यो हेर्नु माथि अनि 101 लेखेको रहेछ छ कि 101 तपाईँले मैले त घर हेरेर नै मलाई मन परेको छैन क्या घर हेर्न साथ मैले सिट तर हाम्रो 2 तला पहुँच अब 2टा 3 कोठा भइन्छ बस्ने ठाउँ हुन्छ न यहाँ बस्ने आउँछ न यहाँ 2टा कोठा छ किचन खै त किचन पनि छैन त्यही सानो त्यही छ त्यसमा लन्ड्री छ त्यही छ किचन छैन यहाँ त हाम्रो ब्याग पनि हट्छ अनि उनले त यहाँ त ब्रेकफास्ट पनि छ भने होइन त यो ठाउँमा ओ खोइ किचन यही हो एउटा फ्रिजलाई किचन भन्छ एउटा फ्रिजलाई किचन भन्छ होइन उसले त ब्रेकफास्ट पनि छ भनेर भन्नु थिएँ त्यो त यो घरै होइन यो घर भयो भने हामी पढाउन पर्यो 2टा एयर कन्डिसन किन चाहियो कता एयर कन्डिसन कि माथि जाने ठाउँ छ कतै भन 201 छ माथि दाइ के यहाँ खुफिया दरवाजा छ कि तिम्रो अब यो घरै बाहिरबाट छ कि यता कि बाहिरबाट उता जानु मिल्छ कि उसले यो स्टोरी रुममा सुत्दै मैले भन्नु कि तपाईँले यसो गरौँ त्यसलाई फोन त्यो मान्छेलाई कल गर्नु पर्यो त्यो मान्छेलाई कल गर्ने के गर्ने एउटा सिम कार्ड पनि नलिएर सिम कार्डको 2 रुपियाँको लोभ गरेर सिम कार्ड गरेर अझै त्यो 1000 ब्याग किने 2 रुपियाँको लोभ गरेर सिम कार्ड नकिने यी सिम दिएछ कल पनि गर्न सक्दैन कि हामी
कति नम्बर घर छ साँचो साँचो भित्र होला दाइ भित्रै छ साँचो भिडियो अफ गर्ने हुन्छ कहाँ हो तिमीहरू वी आर इन बिग ट्रबल तिमीले रुम लिँदाखेरि कतिवटा रुम छ भनेर लिएको र दुईटा रुम हो एउटा तीनजना सुत्नु मिल्यो एउटा दुईटा यो जुन घर आएको छ यो घरमा त एउटा रुम छ त्यो नि यस्तो खत्तम रुम छ किचन पनि छैन टोयलेट एउटा मात्रै रहेछ यो हामी अर्को ठाउँमा रुम छ यसको स्पेयर रुम अर्को ठाउँ ए तिमीलाई थाहा छैन ल स्योर हो नि यो त जेपाते रहेछ घर पनि कोड त काम गरेन तर आफै त्यो ताला आफै खुल्यो कि मैले अर्को तान्दै खुल्यो ल त्यसपछि आउँदै गर ल भाइ ल आऊ ल मलाई के लाग्छ नि यो घरबाट करोडौँ वर्षसम्म कोही सुन आएन जस्तो त्यही त इक्जाम भइदियो कसैले खनाएन यो 1 करोड वर्षबाट कसैले खनाएन 1 नम्बर मात्रै हेर्छ के बोल्यो के मचिन्छ के बोल्यो भने के मचिन्छ यो राख्नु हुन्न कि ग्यास भोटामा यसो राख्ने होइन यो दाइ होइन नि त इलेक्ट हुन जान्छ 4325 भने नि त हो यो कहाँ गयो भित्र गयो सबै सबै घर यो लक त मैले 1000 वर्ष पुरानो पृथ्वीमा छ ए किचन हेर्छ नि दाइ क्या पनि थियो यो अलिक ठुलो किचन रहेछ क्या हाम्रो त काम पुग्छ राम्रो यहाँ तपाईँको रुम यो रहेछ नि दाइ तपाईँको रुम यो दाइ यो ठुलो रुम मलाई मन परेन यार ठीक छ सानो कुछ गरेर टोकेर बसिरहेको छु म दाइ यो भिडियो कसैलाई देखाउनु हुन्न हामी आएर बसेको कसैलाई भन्नु नि हुन्न दाइ बेचेद हुन्छ दाइ है हामी के भन्नु थाहा दाइ अनि 5 स्टार होटलमा बसेको भन्नुपर्छ है दाइ त्यहाँ हेर्नु कोठामा क्लिनिङको सामान मसँग कुनै ठाउँ छैन यो कुन जग्गामा नमाएको त ढुलो खोला होइन कि हेर्नु यो ढुलो पुटुको भइसक्यो डेट हेर्नु पाएन नि त कहिले पठाएर तिनजना कहाँ छ नि एउटा ओइ दुईवटा खाटो छ म चाहिँ चेयरमा सुत्छु दाइ म चाहिँ सोध्छु बरु है कस्तो कुरो मिलेर नि कस्तो कुरा चेयर हेर्नु न चेयरमा सुत्नु ल ठिक छ चेयरमा सुत्नु तपाईँ यो चेयरमा सुत्नु है यो चेयरमा सुत्नुपर्छ तपाईँ ए यो दाइ यो खुट्टा लामो मिल्ने यस्तो घिन लाग्दो नि डाँटै डाँटो गनाएको त्यो पुरा तन्ना मात्र हेर्नु लाग्यो त्यो पनि झन् कोठा गनाएको के हो त्यो मोबाइल छोडेर आएँ फेरि हामी भाग्दै भन्छु एउटा शङ्का लाग्ला भनेर म सिरिज दाइको मोबाइल छोड्नु पर्ने हुन्छ क्या एउटा ब्याग चाहिँ गयो कतै हाल्नु के भन्नु अब खै परेको क्या अब फिर्ता गरिदिन्छु
1300 1500 भन्थ्यो होइन कति $1500 त्यो $1200 दाइ यही हटाइन्छ मैले कदार्छु यो तान्नु त तल ढोलाइदिन्छ त्यसपछि अर्छ Asta hotel. Asta. AST. जहाँ चढेको त्यहीँ जान्छ भोलि चाहिँ यसो हामीसँग फ्री भएको छ नि यसो के अरे बस्नु तपाईँहरू घुम्न आउनुभएको होइन मेरो फ्री टाइम भयो त म सँगसँगै फोन नम्बर दिनु न हुन्छ म फेसबुक यो त यहाँ आफै बन्द गर्नुपर्छ कस्तो मजा छ सुची अब नयाँ होला त्यो अहिलेको हुन राम्रो कुरा नि के गर्नु खोज्दा त हाइलाइट गरेर तिम्रो हरकतहरू मैले क्याप्चर गर्दैछु किन यति भन्नु टाढै चाहिँ क्या यही 2 दिन भयो त